हरेक यात्रा इन्जिनको आवाजले होइन, मनको चाहनाले सुरु हुन्छ। नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण, विविधता र रहस्यले भरिएको एउटा अनुपम देश। आज हामी तपाईलाई लैजाँदैछौँ एक विशेष, अद्वितीय र रोमाञ्चक यात्रामा। नेपालकै फर्बिडन किङडम भनेर चिनिने अप्पर मुस्ताङतर्फ। यो ठाउँ केवल एउटा गन्तव्य मात्र होइन, यो त समयको एउटा ढोका हो, जहाँ प्रवेश गर्दा तपाईँ आफैलाई 100 वर्ष पुरानो संसारमा भेट्नुहुनेछ। मरुभूमि जस्तो भूदृश्यको बीचमा लुकेका प्राचीन गुफाहरू र तिब्बती संस्कृतिको गहिरो प्रभाव बोकेका बस्तीहरू, यी सबैले मिलेर बनाएको छ अप्पर मुस्ताङलाई रहस्यमय र आकर्षक। हरेक मोडमा नयाँ कथा, हरेक दृश्यमा नयाँ अनुभूति र हरेक पाइलासँगै एउटा नयाँ खोज। आउनुहोस्, हाम्रो टोलीसँगै तपाईँ पनि यो अद्भुत यात्रामा सहभागी हुनुहोस्। हाम्रो यात्रा सुरु भयो चितवन नारायणघाटबाट। बिहानको तातो चिया, हल्का ठट्यौली र त्यो यात्रा सुरु गर्ने उत्साह, सबै कुरा एकदम ताजा। हामी चाहिँ अहिले त्रिवेणीमा छौँ। यहाँबाट अब पोखराको लागि निस्किन्छौँ। त्यहाँबाट हाम्रो आज चाहिँ लेते गएर बस्नु प्लान छ होइन। मुगलिनमा पहिरो गएको छ अरे। मुगलिनको जामले गर्दा हामीले घुमाउने भन्ने ठाउँबाट देब्रेकतर्फ मोडिन बाध्य भयौँ। हामी सेती नदी पुल सुनै भन्ने ठाउँमा आइपुगिएछ। यहाँबाट चाहिँ 15-20 मिनटमा पुगिन्छ अरे दमौली। यो पुल तरेर जाने चाहिँ होइन है, फेरि पुल तरेर जाने होइन, पुल तरेर चाहिँ उता माथि गाउँ जाने बाटो रहेछ। हामी चाहिँ सिधै जान्छौँ यहाँबाट। दमौली बजार आइपुग्यो। बजारको हाइवे पनि भेटियो सायद अब यहाँ अगाडि हो। हामी दमौलीमा आइपुग्यौँ। घुमाउनेबाट छिर्दाखेरि करिब 30 किलोमिटर भनेको थियो। कच्ची रोड, अफ रोड थियो। गाह्रो गर्दाखेरि यहाँ आइपुग्दा हामीलाई करिब 3 घन्टा जतिको समय लाग्यो। दमौली कटियो भर्खरै। दमौलीको पुल कटेर अगाडि जाँदैछौँ। यहाँबाट चाहिँ पोखरा 50 किलोमिटर जति पर्दो रहेछ। बाटो एकदम राम्रो। मुगलिनबाट पहिरोको कारणले गर्दा आउन नपाए पनि त्यताको अप्ठ्यारो बाटो बिर्साउने खालको बाटो रहेछ। यता भर्खरै पिच सकेर राम्रो बनाएको रहेछ। अब चाहिँ फाइनल्ली पोखरा आइपुग्यो है त। दुईचोटि झुक्याइसके, अझै झुक्याउँछन् जस्तो छ। फेरि साइड लाइट त बल्यो। यहाँबाट चाहिँ हो कि आई थिङ्क यहाँबाट चाहिँ ल फाइनल्ली ल अब आइपुग्यौँ होइन हामी होटलमा।
ल गाइजहरू हामीहरू चाहिँ पोखराको होटेलमा चेक इन गऱ्यौँ आधा घन्टा पहिला जति होइन। अब हामी चाहिँ लेक साइड घुम्न जान्छौँ, त्यहाँ खाना खान्छौँ। अब फर्किँदा अब कति बज्छ होइन। अनि त्यसपछि आजलाई सुत्छौँ, भोलि बिहान सकेसम्म चाँडै उठेर नास्ता खाएर हाम्रो ट्राभललाई चाहिँ कन्टिन्यू गर्छौँ। हामीहरू चाहिँ खाना खान जाँदैछौँ। यो ल थकाली नै सही, थकाली खान जाँदैछौँ। हेलो गाइजहरू, गुड मर्निङ फ्रम लेक साइड पोखरा। आज चाहिँ हाम्रो अब राइड जोमसोमसम्मको हुनेछ होइन। हामी यहाँबाट बागलुङ बजार, बेनी अनि लेते हुँदै जोमसोमसम्म गएर आजको रात बिताउने प्लानमा छौँ अहिलेसम्म। अनि त्यहाँ अब बन्जी जम्प गरेको ठाउँमा पनि हेर्न पऱ्यो, अब गर्न सकिएला नसकिएला होइन। सक्यो भने गरौँला, नसकिए नगरौँला, बाटो कस्तो छ। अब हामी आधा घन्टा जतिमा निस्किन्छौँ यहाँबाट। किप वाचिङ। ल गाइजहरू हामीहरू यहाँबाट चेकआउट गर्न लाग्यौँ। अब यहाँबाट निस्किन्छौँ ट्याक्क लाएर। मेन रोडमा निस्क्यौँ हामी। अब यहाँबाट लेफ्ट लाग्छौँ अनि सायद 0 किलोबाट भित्र छिर्ने होला होइन। हाम्रो 0 किलोबाट यात्रा सुरु भयो। जिरो किलोबाट देब्रे लागेर हामीहरू अगाडि बढ्न थाल्यौँ। यो हेम्जा रोड चाहिँ एकचोटि भाइरल भएको रोड हो। यहाँबाट चाहिँ हामीहरू पाल्पा, बेनी, बागलुङ त्यतातिरको यात्रा गर्न सक्छौँ यो बाटोबाट। हामीहरू चाहिँ तल फेवा लेक सायद त्यो, त्यहाँबाट हुँदै हुँदै यहाँ माथि नौडाँडा निस्क्यौँ। नौडाँडाबाट सरर आइयो यता तल मैले देखेँ यहाँबाट भ्यू पनि है। ल अगाडि बढौँ है त। यो ठाउँ चाहिँ काँडे कट्यो, बाटो चाहिँ कतै कतै खाल्टाखुल्टीहरू रहेछ। ठिकै छ नै ओभरअल पिच, होइन कतै कतै खाल्टाखुल्टीहरू रहेछ। ढाबा भन्ने ठाउँ आइपुग्यो। हामी लुम्ले कटेर यो ढाबा भन्ने ठाउँ हुँदो रहेछ। यो ठाउँलाई टास्की सीमा समाप्त भनेर लेखेर चाहिँ। अनि अब पर्वत जिल्ला सुरु भयो। यो चाहिँ पर्वत जिल्लाको गेट हो है, गेट हो पर्वत जिल्ला। यहाँबाट सुरु भयो हामी। अब थोरै अगाडि गएपछि कुस्माको बन्जी जम्प गर्ने ठाउँ आउँछ। हामी त्यहाँ यसो घुमघाम गर्छौँ। अनि अब गाइजहरूले कसैले बन्जी जम्प गर्ने प्लान बनायो भने गर्लान् होइन। अनि अब कसैले नि नगर्ने भन्ने प्लान भयो भने चाहिँ हामी त्यहाँबाट हाम्रो यात्रा अगाडि बढाइन्छ। झर्ना हो, पानी झरेको माथिबाट। रोडमै झर्दो रहेछ पानी त।
माथिबाट गयो भने चाहिँ हामी त्यो चौतारा पुगिन्छ, तलबाट गयो भने नि त्यही चौतारा पुगिन्छ है। त्यही भएर हामी तलबाट जान्छौँ, नझुक्किनु होला नि। सही देखियो माथि भ्युज पनि। ल यहाँबाट हामी लेफ्ट लाग्छौँ बन्जी हेरेर होइन, फर्किन्छौँ यहाँबाट लेफ्ट लगाएर। कति तल हो पनि, कति तल हो ब्रदर र कति तल हो यो बन्जीको? धेरै नै तल हो। ए हस्, थ्याङ्क यू। ल हेर्नुहोस् गाइजहरू, एकजना माथि आउँदै हुनुहुन्छ। कता हो तल नदी। ओके ल गाइजहरू, यो फर्म भर्यो। हामी 4 जनाले गरिनु भयो। यो अरमान मियाले पनि गर्ने भयो, 5 जनाले सरी, चन्दन दोस्त ह्यान्डसम अनि ह्यान्डसम दोस्तले पनि गर्ने भयो, अनि रेहान मियाले पनि गर्ने भयो, अनि मैले पनि गर्ने भयो है गाइजहरू। वेट नाप्नु पर्दो रहेछ। दुईटा अनिस हुनुहुन्छ है फेरि, दुईटै मिया हो। Sandan Sarma 69. Rehan 69.4. Anis Mia 77.5. 5 जनाले भन्दिसम्म गरिने भयो। अब अहिलेसम्म फिल होइन, एकै ठाउँमा पुलमा गएपछि चाहिँ फिल होला। 9,500 लाग्दो रहेछ भिडियो सहितको, भिडियो बाइकको चाहिँ 8,000 लाग्दो रहेछ। त्यही हो, पुलमा नाम गएपछि बल्ल मन दुख्न थाल्छ। अहिले नर्मल वर्ल्ड सेकेन्ड हाइएस्ट बन्जी कुस्मा नेपाल 228 मिटरको टी सर्ट पाइयो है त फ्रीमा। 9,500 तिरेर फ्रीमा टी सर्ट पाइयो। त्यस्तो हो। त्यो पुलबाट हो हामी फाल्ने हामी। खाने होइन ठोकिन्छ होला यस्तो हुन्छ। आरआरआरवाला टिम भइहाल्यो त। नाम रेहान मिया, हामी काठमाडौँबाट आएको। हामी अस्ति काठमाडौँ निस्केको। प्लान जान चाहिँ मुस्ताङ भनेर आएको, तर अचानक बन्जीको प्लान बन्यो। अहिले मन ढुकढुक भइरहेको छ। सबैजना त्यहाँ बसिरहन्। मेरो फर्स्टमा टर्न आयो, अब पालो छ हाम फाल्नु भयो। हेरौँ अब के हुन्छ। यहाँ हामी मुस्ताङ जान लाग्थ्यौँ होइन, बिचमा यसो बन्जी जम्प हानेर जाऊँ भनेर। रेडी हो नि? रेडी इन्जोय है तपाईँलाई। अनिस मिया के छ? गुड। के भइरहेछ हाम्रो आज? आज बन्जी जम्प गर्न आएको। फर्स्ट टाइम हो? यस। कस्तो फिल भइरहेछ? अघि त्यहाँ पुलबाट आउँदै गर्दाखेरि चाहिँ अलिक धक्क फुल्ने थियो, तर एकछिन यहाँ सबको इन्भाइरोमेन्ट सबको काम हेर्दाखेरि चाहिँ हल्का चिल फिल भइरहेछ। रेडी हुनुहुन्छ नि? यस।
के छ भने आज के भइरहेछ हाम्रो हाम्रो एकदम ठिक छ। अब यहाँ मुस्ताङ जानलाई हिँडेको हामीहरू 5 जना टिम छौँ। ट्याक्क लाएर अनि आज बन्जी जम्प गर्ने भनेर सबै 5 जना बन्जी जम्प गर्न थालेको। मनमा के चलिरहेछ मनमा एकदम एक्साइटमेन्ट छ अहिले। रेडी हुनुहुन्छ आज एकदम अब गुड भन्दा अरमान मिया के छ अरमान ठिक छ हजुर, मलाई धकधक भइरहेछ। म जम्प कसरी गर्ने भनेर थाहा छैन। मेरो आउनुभएको साथीहरू सबैजना जम्प गरेर गइसक्नु भयो अनि म चाहिँ हेरिरहेको छु। ठिक छ, रमाइलो छ, राम्रो भिडियो आओस् यो पछि। अब ल अरमान इन्जोय है त भर्खर बन्जी गरेर निस्कियो अनि त्यसपछि ओभरअल मजा आयो। सुरुको 2 सेकेन्ड चाहिँ अनकन्सियस, जस्ट 2 सेकेन्ड्स होइन, मेरो लागि त धेरै नै थियो है। तर होइन, त्यसपछि त मैले आँखा पनि खोलेँ, तल पनि हेरेँ, माथि पनि हेरेँ होइन, अनि काउन्ट पनि गर्न थालेँ होइन। 3 बाउन्समा चाहिँ सेन्स पनि भयो। सेन्स भइसकेको थियो। त्यसपछि भिडियो पनि यस्तो गरेर भिडियोको लागि पनि गरेँ अनि त्यहाँ तल गएर बोलियो बोलियो त्यो जम्प गर्दा गर्दै के बोलियो के बोलिएन? अब त्यो त भिडियोमा आइहाल्छ, म भिडियो नै हाल्छु नि। होइन त्यो त ठिक छ होइन, तपाईँले चाहिँ के भिडियो नै हाल्छु नि। त्यो त ठिक छ होइन, बोलियो म के बोल्यो भने सोध्नुलाई होइन कि के बोलियो भन्ने कुरो। आँखा नखोल्दै के बोलियो के बोलिएन? आँखा नखोल्दै त मात्रै बोल्यो होला मैले। त्यो जम्प गर्ने बेलामा फर्स्ट थट के आएको थियो? फर्स्ट सर्ट दिमागमा त केही थिएन, ब्ल्याङ्क नै थियो, अलमोस्ट ब्ल्याङ्क नै थियो। ओके ल ल, पछि हामी कुरा गर्छौँ फेरि। अब यहाँबाट कन्टिन्यू गर्छौँ अञ्चल। 5 जनाले गरेको सही मजा आयो। लल्ली हामी पुग्नु साथ अब कस्तो फिल भयो? कस्तो फिल भइरहेको? मजा आयो ल अरमान सर्टिफिकेट बल्ल रिल्याक्स वाला फिल सर्टिफिकेट अफ ब्रेभरी। नाइस नाइस नाइस। कस्तो फिल भइरहेको? एकदम रमाइलो भयो, मजा आयो हैन मजा आयो। फेरि पनि गर्छु ल अर्को वर्ष आयो भने 50% डिस्काउन्ट है त। ल हामीहरू यहाँ बन्जी साइडबाट निस्क्यौँ। अब हामीहरू लेते पुग्ने प्लानमा हिँडिरहेछौँ होइन। यहाँबाट लेते गएर बसिन्छ कि अब साह्रै नै अँध्यारो भयो, पानी पऱ्यो भने हामी बेनी बस्न नि सकिन्छ। You can say hello.